ल आज हामी बुढाबुढीको मिनी भ्लग है त्यो पनि बियर बुङ्गुर फ्राई अचार चट्नी दामी छ त्यो ओस्यो भने मिठो हुँदैन है छिटो ल बियर पनि तातिन्छ ल बियरलाई एसी चाहिएको छ यसको लागि फेरि छिटो चिसो हुन्छ है चेस है ल बुढाबुढीको आज कम्पिटिसन बियर कम्पिटिसन है बियर कम्पिटिसन ल अब अब यो पछि हामी गेम गर्नेछौँ बुढाबुढी है कसले सक्छ जसले सक्दैन नि त्यसले चटपटी खानुपर्छ त्यस्तो भन्नु हुँदैन खानुपर्छ अब गेम गेम गर्ने है बोल्नै हुँदैन ल बियर च्यालेन्ज भनेर राखौँ न टाइटल चाहिँ होइन ल त्यसलाई अब गेम ओभर कस्तो च्यालेन्ज भनेर राखेको खालि गर्ने कुरा यो गेम ओभर गर्ने हो च्यालेन्ज एकछिन ल यो चाहिँ गेम ओभर बियर च्यालेन्ज हो ल छिटो ल तपाईँभन्दा मेरो धेरै अघि ल धेरै भयो नि के त ल सक्नु पर्यो है ल एकचोटि भन्नु हुँदैन फेरि मेरो धेरै थिएन न अबि नाको बाटोमा मैले जितेँ है मैले जितेँ तपाईले जितेर चाहिँ के गर्ने मैले जितेँ धेरै जितेर चाहिँ के गर्ने भन्नु न मलाई जिते मैले जितेपछि त्यो चटपटी तिमीबाट खानु पर्यो क्या त्यस्तो नमिठो चटपट त्यस्तो नभन सस पनि हालेन मिठो मागेर खाऊ न तपाईले चाहिँ किन नखाएको त नि आफै चटपटी अर्डर गर्छ यो चाहिँ किन नखाएको यस्तो दाम चटपटी छ मिठो छैन भन्छ क्या उसैले अर्डर गरेको दामी छ खान लाग्ने पनि छैन नि मासुको यो चटक चटक खा भएर हो यो कहिले खाने यो चिसो भएछ नि त आलुको चिप्स खनाउनु त्यही यो बुङ्गुर फ्राई मिठो लाग्यो मलाई खोल्नु न त्यो छिचेर खानु के बियर त तातो भयो नि मिठो हुन्छ नि तिमीले तुरेपछि मलाई खानु ल हाल्दै गर्नु न तपाईँले चाहिँ हाल्दै गर्नु न बुङ्गुर फ्राई चाहिँ दामी रहेछ दामी भनेको होइन तर के रहेछ भनेपछि त्यो उसले उ क्या खाँदै खानु त लाग्छ नि धेरै पछि खाएर टाउकिनु नेक्स्ट है खोलौँ हाल्नु न ओ बेबी हुँदा मैले हाल्छु त छिटो के बराबर खान मैले अगाडि धेरै खान्छ भन्नुभयो के सघाउँछ भनेको नसकाउ त्यो गेम सघाउ अनि हाल होइन म त यसमै हाल्छु सघाउनु पहिला कहिले के हुन्छ कहिले के हुन्छ बिस्तारै हाल है भयो ल भयो क्या तपाईँलाई यस्तो दिमाग घुमाए जस्तो भएन भइसक्यो कति पछि म चाहिँ दिनकै खाइरह हो सरी चटपटी मन परेन भन्छ पुरी खाऊ न लाग्यो काम मन परेन भन्नुहुन्छ हौ
त्यसको लिए तपाईँ सकाउनु छ त कहाँ सकाउनु त्यतिसँग चाहनु बियर होइन मलाई वाइन खानु मन लागिरहेको अब वाइन अब अर्को ल भोलि बेलुका वाइन च्यालेन्ज है भोलि वाइन खाने साँच्चै फेरि वाइन त बेसी लाग्छ नि त त्यो त भोलि वाइन खाने अनि आज बियर भोलि वाइन भोलि खाने साँच्चै भनेको ल एक बोतल वाइन मेरो तर्फबाट तिमीलाई तर तिमीले यो गेम हान्नु एकचोटि गेम हान्नु एकचोटि गेम हान्नु पर्यो ल एकचोटि गेम हान भोलि एउटा वाइन मेरो तर्फबाट बेबीलाई एकचोटि त होइन है कस्तो पानी खायो होला यस्तो होला हौ यहाँ अब यत्रो मासु छ होइन बुङ्गुर यो बुङ्गुर फ्राई अनि सुकुटीको अचार आलु चिप्स चटपटे होइन जे खाए पनि हुन्छ क्या स्पाइसी हामी अब बुढाबुढी त्यही हो आज न्यु इयरको होइन न्यु इयरको दिन यत्तिकै घुमघाम गऱ्यो दुईजना सँगै घुमघाम गऱ्यो डुल्यो डुल्यो अलि एकदम थकी भइरहेको थियो अब अहिले आएर वाइन खाने हुन्छ है मैले बियर खाने हुँदा चाहिँ हुन्छ भनेर मैले बियर लिएर आएन दुईजनाको लागि अहिले चाहिँ वाइन खानु पाए हुन्थ्यो भन्छ कि अब वाइन भोलि तर यो एक सरमा खानु पऱ्यो कस्तो होला ल च्यालेन्ज गर्नु पऱ्यो नि त अनि पो बवाल हुन्छ त मलाई फोन राख्नै गाह्रो ल फेरि ल च्यालेन्ज गरेर खानु पऱ्यो नि त यस्तो भनेको बिस्तारै खाने हो कस्तो ल गरेर हतार हतार गरेर खाएर मिठो रहेछ नि बरु तिमीले त उहाँ खाँदै खानु नि त बर्गरमा चाहिँ खायौ स्पाइसी हो क्या बर्गर नै मिठो थिएन है बर्गर त मलाई त ऊ मात्रै अन्डा हाल्ने हुन्छ होइन ल भेजमा नि अन्डा हुन्छ हो र कस्तो हुनुहुन्छ जस्तो लाग्यो मलाई है भेजमा त्यस्तो अन्डा हाले जस्तो लाग्यो मैले पनि खाएको छु नि त हाल्दा भेज पनि हाल्छु चिकन पनि हाल्छु कि बर्गर उठाउ न अझै ल उठाउनु भाइ तपाईँ चाहिँ कस्तो छ कि जिद्दी गर्दा भने एकछिन बिस्तारै खाने हो नि भोलि वाइन खाने कि नै ल अब पार्ट 2 आउँछ है सबैले हेरिदिनु लाइक कमेन्ट गरिदिनु है ल हाम्रो न्यु इयर यही हो बुढाबुढीसँगै बस्यो खायो हो अनि यत्तिकै हल्का ड्रिङ्क टुगेदर मात्रै हो धेरै टाढा टाढा कहीँ पनि नगएको कि धेरै